सो हेलो गाइज गुड आफ्टरनुन सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ मेरो न्यू भिडियोमा तपाईँहरूलाई फेरि पनि। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म एकदम ठिक छु। सो आई एम गोइङ टु एभिन्युज ब्रान्च। सो हामी चाहिँ काममा जानको लागि रेडी भइसकेको छु। आजको भिडियो के कस्तो लाग्छ चिन्ता गर्नु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। यस्तै नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु। सो मैले चाहिँ भिडियो नहालेको 4-5 दिन भइसक्यो होइन। हल्का बिमारी नि भइरहेको छु, किनभने नयाँ ठाउँ नयाँ देश होइन, अलिकति हावापानी नेपालको जस्तो हुँदैन नि त। हामी चाहिँ यहाँ रेडी भइसक्यो। यहाँनिर दाइहरूसँग दिदीहरूसँग म तपाईँहरूलाई देखाउने छु। सो भिडियो हेर्दै गर्नु होला लास्टसम्म। ओके बाई बाई। खबर छ यहाँ हामी जोय क्याफे भन्ने ठाउँमा काम गर्छौँ। अनि त्यो जोय क्याफे भनेर लेखेको एउटा ड्रेस हुन्छ, त्यो लगाएर काम गर्नुपर्ने हुन्छ। त्यो खोइ त कपडा उतै गएर लगाउने, उतै गएर लगाउने। यहाँ छैन, दिएको छैन। लगी पछि दिन्छ होला ढक्क लगाएर। अनि कपडा चाहिँ यहाँबाट बोकेर जानुपर्छ। यहाँबाट जान चाहिँ आफ्नै कपडा लगाएर त्यहाँ गएपछि यो कपडा लगाउनु पर्ने हुन्छ। सो ओके, तपाईँहरूलाई देखाउने नै छु कस्तो छ ठाउँहरू होइन। नयाँ ठाउँ नयाँ देश त के भन्नु होइन। म यहाँनिर चाहिँ भर्खर आएको, त्यही भएर नयाँ देश भनिरहेको छु। त्यही हो, हामी रेडी भइसक्यो। अब त्यहाँनिर टक्क गाडी लिन आउँछ होइन। हामी चाहिँ त्यहाँ गाडीमा जानुपर्ने हुन्छ। यहाँनिर रुम 19, 18, 22, 21 टक्क रुम टक्क यहाँनिर नम्बर छ होइन। सो त्यही हो, अहिले चाहिँ हामी निस्किन आँटिसकेको छु। ओके, हेर्दै गर्नु होला। अस्सलामुअलैकुम हबिबी होइन। हामी यहाँ के भन्छ यहाँनिर ग्राउन्डमा जानुपर्ने हुन्छ। टक्क लगाएर ह्यान्डसम त ह्यान्डसमै अनि म होइन, भिडियोमा त चिटिक्क देखिन्छ नि। टक्क हामी ग्राउन्डमा जाँदैछौँ दुई तलबाट। ओके हेलो गाइस, कता हो कुन सपोर्ट गरिदिनु होला। कुन ब्रान्च हो सम्झे? कुन ब्रान्च? अलकोट। अनि तपाईँ? मेरो चाहिँ वायर हाउस। अनि तपाईँ कुन ब्रान्च? ओके फनर ब्रान्च। हामी चाहिँ एभिन्युज ब्रान्च। अनि नाना छ सल्मिया फनार। हामी चाहिँ टक्कै नाना त कस्तो खतरा थियो। म पनि भोलिदेखि पेस्ट लगाएर आउँछु पुरै ल। टक्क लगाएर गाडी चाहिँ यो जोस्। हामी चाहिँ दुईवटा गाडी छ यहाँनिर, अनि एकै ठाउँमा जानुपर्छ। गाडी आइसक्यो। बाई 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 बाई। सी यू टुमारो। बाटो घुमारो। तपाईँ नि जाने? बाई बाई। ओके, अनि उनीहरूले चाहिँ गाडी लिन आइसक्यो। अनि हामी चाहिँ यहाँ बसिरहेको छु। बाँकी छ अब कति 4 बजी आउनुपर्ने खासमा होइन। अनि गाडी आएको छैन एकदमै। ओके र हामी चाहिँ आइपुगिसक्यो। गाडीबाट नि ओर्लिसक्यो टक्क लगाएर। कति ठ्याक्क 5 बज्यो। अब हामी 5:30 बजीदेखि काम सुरु गर्नुपर्छ। अनि 1:30 बजी यहाँबाट निस्किन्छौँ यहाँतिर। अहिले चाहिँ उज्यालै भइरहेछ भनौँ होइन। अब बेलुका चाहिँ यहाँनिर खतरा रमाइलो हुन्छ कि पार्कहरू हुन्छ होइन। यहाँतिर टक्क पानीहरू छाडिराख्नु। ल दाइ परे फोन है। अनि पेज 2 भन्ने चाहिँ उतापट्टि छ होइन। हामी चाहिँ पेज 3 मा काम गर्छौँ। एक्लै हिँडिदिने घटाएर हिँडिदिने हो। ठाउँ थाहा भएपछि त ठाउँ थाहा नहुने बेलासम्म पो कुरेर बस्छ होइन। सुरुमा त भिडियो गर्दै अलिक अप्ठ्यारो लाग्थ्यो। अहिले त खल्ली बल्ली कसले के गर्छ हिँड्दिने हो।
र त्यही हो अहिले चाहिँ 5 बजिसक्यो यो भित्र अझ यस्तो बवाल ठाउँ थाहा छ कि मलाई घुमाउन लागिएको छ होइन त्यहाँ यहाँभित्र काम गर्ने दाइहरूले र म चाहिँ अब एक्लै गयो भने चाहिँ जान सक्दिनँ नि त त्यही भएर म एक्लै जाँदिनँ यहाँ बसेँ अब यहाँ चाहिँ हामीले काम गर्ने क्याफे चाहिँ देखाउँछु तपाईँहरूलाई ओके हेर्नु होला सो फाइनली गाइज हामी चाहिँ ब्रेक टाइममा टक्क घुम्न आइसकेको छ त्यहाँनिर दाइले पूजा गर्दै भनेर तपाईँलाई होइन यता हो त म चाहिँ माथि पार्कतिर घुम्न गएको थिएँ कि अनि त्यसपछि अनि दाइ चाहिँ यता खोज्दा बोल्दै यतैतिर टाइम बिताइसकेछ मलाई फोन गरेँ भाइ कहाँ हो भनेर टक्क घुमाउन लान्छ बुढालाई यस्तो ठाउँतिर होइन टक्क बाह्रले यहाँतिर हावा छ ठाउँहरू हेर्न सक्नुहुन्छ टक्क कपडा किन्नु पऱ्यो भने यहाँ सम्झिनु कति 2 केडी 14 केडी रहेछ हौ कसले किन्छ जुत्ता केडी टी सर्टहरू राम्रो छैन महँगो लाग्छ महँगो दुई केडी रहेछ कपडा राम्रो छैन 2 केडी भनेको नेपालको कति हुन्छ 2 केडी भनेपछि कति 12-1300 हुन्छ होइन यत्रो ठुलो हुन्छ होइन कपडा कुन चाहिँ किन्छ छानी टक्क भएर यहाँनिर दाइ हेर्न आउनुभएको छ टक्क मुनि हेर्नु पऱ्यो के लानु पऱ्यो गर्लफ्रेन्डलाई टक्क लगाएर बारेर लानुपर्ने कपडाहरू किन्नु पऱ्यो भने किन्नै नसक्ने यहाँ रेट त्यस्तै राम्रो हुने चाहिँ होइन फेरि डरलाग्दो रेट हुन्छ हो यहाँ 10 केडी रे म्याम्पाका किनै सक्दैन कटो त चाहिने हो एउटा यार कति 7 केडी हो ए 7 केडी थेट नेपालको लगभग कति 3500 पर्छ है जुत्ता कस्तो छ यहाँतिर टक्क बाह्रले यो चाहिँ राम्रो रहेछ हौ जुत्ता यार टक्क होइन जुत्ता चाहिँ राम्रो लाग्यो मलाई कपडाहरू भन्दा पनि यिनीहरू भन्दा त 5 केडी यहाँ लेखा हुँदो रहेछ त्यति यो 5 केडी हो यो नि राम्रो छ 11 केडी हो म्याम पगा म चाहिँ कति केडीको अलरेडी
यहाँको टी सर्टहरू भन्दा नि नेपालको टी सर्ट भोवा छ यार, अहिलेसम्म टिकिरहेको छ यार, 2 वर्ष भइसक्यो। बालेनुवाला चस्मै छैन क्या। टक्क बाह्रले ए भर्खर लगाएको यही हो, लाएर हेरौँ न कस्तो देख्छ। बाली चस्मा त्यस्तो देख्दो रहेछ होइन, यस्तो होइन, यस्तो हो खासमा। टक्क बाह्रले यहाँतिर हेर्न सक्नुहुन्छ। कस्तो कालो देखेको त यार, यो लाएर त यार। चेक गर्ने हो, किन्ने चाहिँ होइन, चित्त बुझाउने हेर्ने होइन होइन होइन। ए यहाँ खोइ त कस्तो हो देखेको त यार। हजुर देख्यो ए देख्यो त्यहाँ माथि छ नि त म यार। त्यही भएर मान्छे अलि अग्लो हुनुपर्ने रहेछ होइन दाइ। हाम्रो दाइ ह्यान्डसम देख्छ त। कता थियो यो राफ्टिङ? हजुर दाइ कहाँ थियो? यहाँ हो खाली छ, लगाइदिउँ टक्क पाराले। अब यसलाई पकाउँ, राखिदिउँ च्याक्क पाराले। ए यसरी राख्नु मिल्ने हो ल। रहर पुग्यो झ्याप्प पाराले किनिहाल्नु ल दाइ। चस्मा कुन किन्ने हो? ओके गाइज, काम चाहिँ सुरु भइसक्यो। टक्क लगाएर कपडा सबै फेरेर अब जानुपर्छ। टक्क लगाएर हाम्रो जोया क्याफेको कपडा भयो चाहिँ टक्क लगाएर। कपडा पनि कबाडी छ। छुट्टी भइसक्यो, 1:40 भइसक्यो यहाँको चाहिँ। अनि मसँगै काम गर्ने दाइ चाहिँ गइसक्यो। म चाहिँ मुखसुख धोएर फर्केको, किनभने एकदमै गाह्रो भइरहेछ कि निन्द्रा लागेर होइन। बेलुका अलि ढिलो नै सुतेको थियो, ढिलो पुग्यो, त्यही भएर एकदम निन्द्राले झुप भइरहेछ। मुख धोएर आएको, त्यही भएर लास गाह्रो भइरहेछ यार। सायद यतिखेरसम्म गाडी आएको छैन होला, किनभने फोन गर्थ्यो। गाडी आएको भए फोन गर्छु यहाँ। त्यही हो। बाहिर आउँदाखेरि चाहिँ एकदम चिसो हावा आएको जस्तो हुन्छ होइन। भित्र चाहिँ एकदम गर्मी छ कि। यहाँतिर केटीहरू पनि खतराले चुरोट खान्छ हो यार। फिलिपिनीहरू होइन, यस्तो राम्रो हुन्छ फेरि। चुरोट चाहिँ बङ जान्छ भने त्यही हो। हामी दुईजना काम गर्थ्यौँ, एकजना दाइ गइसक्यो। अनि अर्को क्याफेमा काम गर्ने दुईजना दाइ पनि आउनुहुन्छ, हाम्रो सँगै हुन्छौँ। सो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, मेन कुरा त्यही हो। अर्को नेक्स्ट भिडियोमा भेट होला, भिडियो हेर्दै गर्नु होला। ओके बाई बाई।